नमस्कार। आज मैले लोकसेवा तयारी गर्ने साथीहरूको लागि चाहिँ लिखित पत्रलाई कसरी राम्रो बनाउने र लिखित पत्र कसरी पढ्नुभयो भने चाहिँ राम्रो बनाउन सकिन्छ भन्ने विषयमा चाहिँ मलाई लागेको कुरा मेरो अनुभव अनुसार चाहिँ मैले हजुरहरूलाई सजिलो होस् भनेर सेयर गर्दैछु। धेरै साथीहरूले घोक्नुको विकल्प छैन भनेर भन्नुहुन्छ। म चाहिँ घोक्नु पर्छ नपर्ने होइन, ऐन कानुनको संविधानको कुरा र परिभाषा चाहिँ घोक्नुस् भन्छु मैले चाहिँ। अनि अरू चाहिँ बुझ्नुस् भन्छु। कुनै पनि विषयवस्तुहरू चाहिँ हजुरले राम्रोसँग चाहिँ बुझ्नुभयो भने घोकेर लेखेको उत्तर र हजुरले बुझेर लेखेको उत्तरमा धेरै फरक हुन्छ र मार्किङमा पनि धेरै फरक हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। घोक्नुले बीचबीचमा भाषा पनि बिग्रेको हुनसक्छ। तपाईँले विषयवस्तु राम्रोसँग बुझ्नुभयो भने यदि विश्लेषणात्मक प्रश्न आएको सन्दर्भमा तपाईँको एन्सर उत्कृष्ट हुनसक्छ। अहिले लास्ट टाइम चाहिँ खरिदारदेखि अफिसरसम्म कुनै क्वेसनहरू बाहेक धेरै जसो क्वेसनहरू तार्किक हुने, विश्लेषणात्मक हुने, यसरी यो हो भन्ने पुष्टि गर्नुहोस् भनेर चाहिँ क्वेसन सोध्ने गरेको हुँदा हजुरले विषयवस्तु जति राम्रोसँग बुझ्नुभयो त्यस्तो क्वेसनहरू पनि बुझ्नुहुन्छ र त्यो क्वेसनहरू डिल गर्ने क्षमता पनि तपाईँको बढ्दै जान्छ र ज्ञान पनि बढ्दै जान्छ। त्यसैले लोकसेवाको लिखित तयारी गर्दाखेरि चाहिँ मैले दुवै इम्पोर्टेन्ट भन्छु। घोक्नु पनि पर्छ र बुझ्नु पनि पर्छ। कुनै कुराहरू केही गरे पनि हजुरले बुझ्नु भएन र त्यो उपाय नै लाएन भने त्यसलाई घोकेर भए पनि पार लाउनुपर्छ भन्ने चाहिँ मेरो बुझाइ हो है त। हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नुहोस्।